यसलाई चाहिँ भन्छ बियर सिङ्कन भन्छ। यो डिसलाई चाहिँ एकदमै फेमस छ अल ओभर जर्मनीमा चाहिँ यहाँनिर चाहिँ लिने गर्छ र एकदमै महँगो पनि छ यहाँनिर चाहिँ। यो चाहिँ एकदमै महँगो छ र देख्न सक्नुहुन्छ यहाँनिर है। र किन महँगो छ भन्दाखेरि चाहिँ यहाँनिर चाहिँ मासु एकदमै ज्यादा हुन्छ, अरू भन्दाखेरि चाहिँ एकदमै ज्यादा हुन्छ मासु, त्यसैले गर्दाखेरि एकदमै महँगो हुन्छ साथीहरू। र देख्न सक्नुहुन्छ र यो चाहिँ मैले बनाएको र जर्मनको एउटा फेमस डिस हो जसलाई चाहिँ बियर सिङ्कन भन्छ है त। बियर सिङ्कन यो कसरी खान्छ यिनीहरूले बताएर खाएर बताउँछ है। बियर सिङ्कन या यस्तो पिन्डाङ यो चाहिँ चिसो खान्छ, यो चाहिँ फ्रिजबाट निकालेको है त। एकदमै दामी भयो, चिसो एकदमै चिसो छ साथीहरू यो चाहिँ है। चिसो नै खान्छ प्रायः जस्तो मान्छेहरूले चाहिँ। Was? Es ein bisschen nicht normal. Normal ist. DJ, isdu. DJ. सधैँको जस्तो लागेन भन्दैछ। गुड हो र? यो चाहिँ साइडमा चाहिँ पानी अलिकति जम्यो होला कि, त्यसैले गर्दाखेरि चाहिँ यो जब हामीले प्लास्टिकमा लगाउँछौँ, प्लास्टिकमा लगाउँदाखेरि चाहिँ हावा भर्यो भने चाहिँ पानी जम्मिहाल्छ। सो त्यसैले गर्दाखेरि चाहिँ यसलाई अर्कै लागेको हो साथीहरू। र बनाउनु एकदमै साह्रो छ साथीहरू। यो चाहिँ मैले भर्खर नै सिक्दैछु चाहिँ। 9 स्वाइने फ्लाइस या स्वाइने फ्लाइस देख्न सक्नुहुन्छ है त। र